स्कुलमा राजनीति नगर्ने देश यस्तो हुन्छ हेर। यो स्कुलमा राजनीति हुँदैन यहाँ। म आइसकेपछि पनि यहाँको प्रधानमन्त्री पनि फेरि यहाँको अर्थतन्त्र कमजोर भयो, यहाँको पैसा कमजोर भयो भनेर अर्थमन्त्री र प्रधानमन्त्री फेरि। तर स्कुलमा चुनाव हुँदैन। त्यो चुनाव पनि भयो यहाँ हामी आइसकेपछि। तर त्यो चुनावमा हामीले केही थाहै पाइएन। एउटा गाडीमा सर र कहिलेकाहीँ एउटा माइकिङ गर्दै हिँडेको ठक्क भेट्टाइन्थ्यो। न त यहाँ त्यो नेता पछाडि, न त यहाँ एकजना मान्छे जुलुस हुन्थ्यो, न त कोही पनि हुन्थ्यो। कोही हुन्थेन। एउटा गाडी माइकिङ गर्दै हिँड्थ्यो। मान्छेले अब त्यसको कामहरू पहिलेदेखिबाट हेरे हुन्थे, त्यही हिसाबले चुन्थे। त्यस्तो हुन्थ्यो नेपालमा भनेको। अब एउटालाई एकपटक आफ्नो बनाएपछि त्यो 100 वर्षलाई भयो। त्यसको बा पुस्ताले अब त्यो भोट भन्ने कुरो काङ्ग्रेस र एमाले बाहेक जुन बने पनि त्यो फेर्नेवालै छैन। उस्तै पर छोराछोरीलाई पनि त्यसैको झोले बनाएर मर्नुपर्छ भन्ने नीति भनेको हाम्रो नेपालको राजनीतिमा छ। यहाँको राजनीति भनेको फरक हो। त्यस्तो राजनीतिले गर्दाखेरि स्कुलमा चुनाव हुने, स्कुलमा टाउको फुटाल्ने, स्कुलमा मर्ने, होइन, स्कुल बन्द हुने। यहाँ पनि त्यस्तै राजनीति हुन्छ। तर देशका लागि राजनीति हुन्छ। देशभन्दा माथि राजनीति होइन भन्ने कुरो बुझेका मान्छेले राजनीति गर्छन् यस्ता ठाउँमा। त्यसै चिल्ले भएको होइन यार। यहाँ पनि राजनीति हुन्छ। यहाँ पनि छन् 2, 4, 5, 7वटा 8, 10वटा पार्टी यहाँ पनि छन्। सबैका भिन्न भिन्न मत छन्। सबैको विचार मिल्दैन विश्वमा। कसैको विचार मिल्दैन। तर विचार नमिल्दैमा एउटा गर्ने मान्छे एउटा पोजिसनमा पुगेपछि गर्ने मान्छेले गर्छ नि त। एउटा तल धेरै मान्छे पछि ल्याउने मान्छेहरूको असर पर्दैन क्या। 2, 4वटा मान्छे, 8, 10वटा मान्छे माथि गर्ने ठाउँमा पुग्यो भने र तल ती नगर्ने मान्छेहरूको लागि सातो लान पायो भने त अरू बाध्य भएर गर्नुपर्छ। तर हाम्रोमा के छ भन्दा त्यहाँ 2 जना गर्ने मान्छे छ र अनि 100-150 जना नगर्ने मान्छेहरू छन्। हो त्यो भएर बिग्रिया हो। यहाँ के हुन्छ भन्दा नगर्ने भन्दा गर्ने धेरै मान्छे हुन्छन्। गर्ने धेरै मान्छे हुने बित्तिकै ती नगर्ने मान्छेहरूको कुरा कसैले पनि सुन्दैन। तिमीहरू भनेको घाँस हो भन्छन्, त्यसपछि गर्छन्। यहाँ सिस्टम के छ, यहाँ कोही मान्छे छैन, बाटा एउटा पुलिस छैन, होइन, न त यहाँ कसैले गाडी यहाँ ठ्याक्क यहाँ यसरी रोकिन्छ, ट्राफिक नियमको पालना हुन्छ। अब हाम्रो देशको कुरा गरौँ, एउटा त्यो ट्राफिक लाइट हालियो भने व्यवस्थित तरिकाले हाल्न सकिन्न, त्यहीँ भ्रष्टाचार हुन्छ। त्यो ट्राफिक लाइट भनेको उस्तै परे घरि खुल्छ, घरि खुल्दैन, घरि आधा घन्टासम्म बोल्दिने, घरि खुल्ने, त ताइना तुइकै हुन्छ। बाटो गर्दाखेरि हात देखाएर बाटो काट्नुपर्छ। अब यहाँ यो सिस्टमले बसिरहेछ। यो भनेपछि आफ्नो टाइम भएपछि सर र आफ्नो टाइममा हिँड्छन्, सकियो। बाटा एउटा पुलिस छैन, सबै कुरा व्यवस्थापन छ। किन्ने सामान किन्नको लागि एउटा पुलिस भेट हुँदैन, पुलिस अथवा एउटा बेच्ने मान्छे भेट हुँदैन, होइन। सबै कुराहरू यस्तो व्यवस्थापन गरेको हुन्छ। यहाँ म आएपछि मैले पुलिसै देखाएँ भने 1-2 पालि गाडीहरू केही भएको बेलामा, बाटामा रोकिया बेलामा मैले 1-2 पालि गाडीमा पुलिस देखाएको थिएँ। होइन, अरू बेला नेपालमा चाहिँ त्यो चोकमा बसेर सिठी लाउनु पर्ने अवस्थाहरू, त्यस्तो अवस्थाहरू केही पनि छैन। यहाँ पनि राजनीति हुन्छ। त्यही राजनीति, त्यही स्कुलबाट भएको सुरुवातको राजनीति, त्यस्तै राजनीतिले कुनै देश यस्ता बने, कुनै देश नेपाल जस्ता छन्। नेपाल नराम्रो छ भन्न खोजेको होइन। फेरि नेपाल राम्रो छ, भयङ्कर राम्रो छ। यस्तो बनाउने हो भने नेपाललाई अरू केही गर्नु पर्दैन। हामीले त कुहिरेर आएर नचाएर नै अरबपति बन्न सक्छौँ। नेपाल त्यस्तो घुम्ने ठाउँ, त्यस्ता लायक ठाउँहरू, त्यस्ता पहाडहरू, त्यस्ता खोलानाला, होइन, विश्वमा सबैभन्दा राम्रो देश बन्न सक्छ। तर गर्ने मान्छे नभएपछि केही पनि हुँदैन। यस्तो छ, सबै कुरा यस्तो छ। त्यही भएर यो पढ्ने बेलाहरूमा यसरी राजनीति गरेर कोही पनि नहिँड्ने होला। सबैजनाको आफ्नो घरमा दुःख छ, होइन। घरमा कतिजनाको घरमा ऋण छ। त्यो ऋण तिर्नलाई कतिजनाले अब घरमा पासपोर्ट बनाएर झोलामा पासपोर्ट राखेर भिजा लाएर स्कुल जानुभएको छ। कतिजनाले पढ्न नपाइकन बिचमै छोडेर तपाईँहरू अब यतै आउनुपर्छ। थाहा होला नि यो। कोही यता आउनु होला, यतै आउनु भने कसैले भिडियो देख्नु भने त्यति बेला भन्नु होला कोही यता आउनुपर्छ, कोही अन्त जानुपर्छ, यस्तै ठाउँमा जानुपर्छ। यताको अवस्था यस्तो छ है। त्यही भएर यो कसैले पनि यो पढ्ने आफ्नो अमूल्य समय गएपछि समय फिर्ता आउँदैन। त्यही भएर आफ्नो समयलाई एकदम केयर गर्नु होला।
आफ्नो समयलाई केयर गर्नु होला, आफ्नो समय त्यही अनुसारले म्यानेज गर्नु होला, आफ्नो भविष्य बनाउनुतर्फ लाउनु होला। कसैको पछि लागेको र कसैले केही गरिदिने होला छैन। त्यही भएर आफ्नो भविष्यलाई ध्यान दिनको लागि मैले बरु एउटा अनुरोध गर्छु होइन। अब यसरी पछि लाउनु भनेको, यसरी त्यो चुनावमा नाच्ने एउटा विद्यार्थी मान्छे त्यस्तो गर्ने, त्यो भनेको एकदम राम्रो जस्तो मलाई लागेन। मान्छेहरू यिनीहरूलाई पनि चुनाव लाउँछ, यी सबैजना काममा हिँडेका छन्। एउटा देशमा सुरक्षा भन्ने कुरो केही पनि छैन, सुरक्षा भन्ने कुरो केही पनि छैन देशमा होइन। देशमा एउटा एक्लै मान्छे रातिमा हिँड्न सक्ने अवस्था छैन। यी मान्छेहरू यहाँ एउटा बाटोमा पुलिस छैन। नेपालमा आफ्नो हाम्रो देशमा बाटोभरि पुलिस हुन्छ, चोकचोकमा पुलिस हुन्छ, तर सुरक्षा भन्ने कुरो केही पनि छैन। यहाँ भनेको बाटोमा एउटा पुलिस हुँदैन, केही हुँदैन, कसैले न त छुन सक्छ। हराएको सामान यति मजाले पाइन्छ यहाँ, यति मजाले के त्यो कुरामा यहाँ मैले कल्पना भन्नै सक्दिनँ क्या। त्यति मजाले सामान पाइन्छ क्या यहाँ। जस्तो मैले अहिले यहाँ हिँड्दा हिँड्दै पर्स खसालेँ, यो पर्स मैले 2 दिनपछि 100% भेट्टाउँछु क्या। यो अब मैले डराउनु पर्ने होइन कि मैले भेट्टाउन्न कि केही गर्दिनँ कि भनेर, यो मैले डराउनु पर्दैन कि। त्यस्तो हुन्छ, त्यति सुरक्षा छ। यहाँका मान्छेहरू अनुशासित छन्, त्यति अनुशासित छन्। देश विकास हुनको लागि सुरुमा अनुशासन भनेको पनि एकदम महत्त्वपूर्ण कुरै रहेछ। विकास गर्ने भनेको खास जनताले पनि विकास गर्ने रहेछ कि, जनताले हो कि विकास गर्ने भनेको। देश विकास गर्ने भनेको जनताले हो प्रमुख कुरो। जनताले कस्ता मान्छे चुनेर पठाउँछन् भन्ने कुरा प्रमुख लिडरहरू छान्दाखेरि त अब ती लिडर कस्तो छानियो भन्ने कुरामा भर पर्यो। लिडर है, लिडरै गति त छानिएन भने त अब त्यो कामै लागेन होइन। म जाँदा जाँदा यहाँ रोकेँ, यहाँ हल्का यहाँ के गरिरहेको रहेछ म यता देखाउँछु है। यहाँ गीत चलिरहेछ है, यहाँ यस्तो चलिरहेको रहेछ। यहाँ अब यो गीत गाउँछ होला सायद है। कसैलाई फुर्सद छैन कि मैले मात्रै हेरिरहेको छु यहाँ यार। यस्तरी गीताइराख नि यहाँ, यहाँ यस्तरी गीताइराख नि यहाँ। कति बेला आइछ गीत नि यहाँ बजाइरहेछ, यो गीत गाउँछ कि हामीले। कुनै दौडिरहेछन्, कुनैले यहाँ गीत गाउनु लाग्यो कि क्या लाग्यो। मैले यहाँ कुरेर बसिरहेको छु।